सो गाइज हामी चाहिँ फाइनली सिद्धटोपी पुग्यो है त केटा होइन त यो पानी चाहिँ खाने पानी हो भन्दा पनि सुनेको थिएँ यो कस्तो राम्रै पानी हुन्छ यो पानी शुद्ध हो एकदम शुद्ध पानी ओ भाइ एकदमै राम्रो सर लोकी भाइ कमान दुगुलो फेरि गयो केटाहरु चिलमा खादैछन् भोजन हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो सबैजना आरामै होला नि म पनि एकदमै आरामै छु गाइज। आज चाहिँ हामी 10-11 जना छौँ होइन। आज चाहिँ हाम्रो सिद्धटोपीको प्लान छ 2 दिन वहीँ बस्ने होइन। ट्रेकिङ ब्याग पछाडि छ किरण भाइसँग होइन लोकेश एकदम। अब हामीले माथि गएर नास्ता पनि हान्नुपर्छ। अब एकछिन माथि गएर भेटौँ। सिद्धटोपीको यात्रा केटाहरु चिलमा खादैछन् भोजन अहिले लोकेश कम बुझाल म यो त भएन क्यामेराम्यान फोकस फर मेन पर्सन छुटो छ एक बासिन्दा हाम्रो नयाँ बासिन्दाहरू पारेरमा यो त रोटो खाना लोकेश को भयो खाना नखाने मान्छे आज खाना आछ मलाई। A few moments later. आजको ट्रिप भनेको एकदमै बवाल हुनेवाला छ है केटा हो। सिद्धटोपीको भ्यू चाहिँ एकदमै इन्जोय गर्नुपर्ने हुन्छ तपाईहरुले हैन। बवाल आउने छ है। थाइसेनमा हाम्रो के चल्छ भाइ भन त एकचोटी। क्रिकेट हाम्रो थाइसेनमा क्रिकेट प्लान छ है। क्रिकेट प्लान चाहिँ एकदमै रमाइलो हुनेवाला छ। वहाँ गएर एक टिम पुरा छ हामीसँग 11-12 जनाको एकदम हाम्रो टिम छ है। हिमालयले देखिन थालिसक्यो हैन। यहाँ चाहिँ हाम्रो केटाहरु मस्त बसिरहेछन्। आधा चाहिँ साइडमा छन् देख्न सक्नुहुन्छ है त। अब सोधौँ है के कस्तो छ केटाहरु अनुभव यहाँ। राम्रै छ यहाँको अनुभव एकदमै रमाइलो छ। के छ किरण सर एकचोटी यसो हजुरको अनुभव पाउन। अनुभव राम्रै छ। नआएका मान्छेहरु पस्ताउने छन्। त्यो चाहिँ हामी केही छिनपछि दृश्यहरु राम्रो भिडियोमा आउने नै छ। तिनीहरु बाहुबली अफ द इयर ल ओ मा ओ यो अन्त ट्याब्स। सो अहिले चाहिँ हामी माथि आइसकेका छौँ हैन गाइज। अहिले चाहिँ हाम्रो यो ठाउँ भनेको हाम्रो बाघ फसाउने तरिका रहेछ है। बाघलाई चाहिँ फसाउने ठाउँ है त। यो भनेको पल्लो साइडदेखि चाहिँ बाख्राहरूलाई हाल्ने होइन। त्यसपछि यहाँदेखि चाहिँ बाघहरू त्यो बाख्राले खान जाने। त्यसपछि यो माथिदेखि त्यसलाई फसाउने। हाम्रो किरण सर चाहिँ एकदमै चिल मान्छे होइन। सबै कुराहरू पर्फेक्ट भएको मान्छे यहाँ पनि पर्फेक्टै हो। त्यस्तै छ फेरि। अब हामी एकछिनतिर माथितिर भेटौँ है त। सो गाइज हामी थाइसेन भन्ने ठाउँमा पुगिसकेका छौँ। डेस्टिनेसन हाम्रो आजको यही कटेजमा रहनेछ होइन। एकदमै राम्रो प्लेस छ। आज चाहिँ हामी सिद्धटोपी गएनौँ किन भन्दा आजको रातिको नाइट भनेको हाम्रो यहीँ बस्नुपर्ने हुन्छ। बिहानको मौसममा एकदम चिसो मौसममा हामीले सिद्धटोपी जानुपर्ने हुन्छ। अहिले चाहिँ भर्खरै हामी पुगिसकेका छौँ होइन। चाउचाउ पनि भित्र बनिरहेको छ। हामीले अर्डर दिइसकेका छौँ होइन। त्यो गाइज हामी चाहिँ अब क्रिकेट पनि खेल्नेवाला छौँ होइन। क्रिकेट पनि खेलौँ एकदमै रमाइलो छ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त गाइज। यहाँ हाम्रो केटाहरू छन् होइन। यो चाहिँ हाम्रो कटेज रहेको छ। भित्र गएर देखाउँ न त कस्तो छ। यहाँ चाहिँ हाम्रो दोस्रो छ होइन। यहाँ चाहिँ हाम्रो तेस्रो। यो भित्र चाहिँ हाम्रो दोकान छ है। राम्रो ठाउँमा आइसकेपछि यस्तो ठाउँ मिल्नु भनेको एकदमै राम्रो हो हाम्रो लागि है। चाउचाउ बनाउने तयारी छ है। यहाँ हाम्रो अङ्कलजी एकदमै राम्रो हुनुहुन्छ है। तातो पानी छ यहाँ केटाहरूको लागि सबै व्यवस्था छ। अङ्कलजीले एकदमै राम्रो गरेको छ होइन। हाम्रो चाहिँ यहाँ चाउचाउ पाकिसक्यो होइन। यहाँ चाहिँ हाम्रो सबै खाँदैछन् देख्न सक्नुहुन्छ। सो गाइज अहिले चाहिँ हामी क्रिकेट खेल्दैछौँ होइन थाइसेनमा। देख्न सक्नुहुन्छ यहाँ एकदमै राम्रो पिच छ होइन। ल लोकी भाइ एक सर्ट देखाउनु पर्यो लोकी भाइ। यार एक सर्ट हान्न पाएन यार। यो ब्लग भएन यो मजा आएन। एक राम्रो एक फाइनल ल। बलर हाम्रो जग्गु छ। ल ब्याट्सम्यान लोकेश हान्नु पर्यो छक्का है। ल कमन लेट्स गो। वाइट छ वाइट बल हुनु भएको छ। ओ भाइ एकदमै राम्रो सर लोकी भाइ कमन दुगुलो फेरि गयो आयो फेरि ल भयो ल डन फाइनली एकदमै राम्रो है। ल अब एकछिनमा भेटौँ है त। गुड मर्निङ गाइज। हामी चाहिँ अहिले उठिसक्यो होइन। बिहानको 6 बजिरहेछ। हामी सिद्धटोपीको बाटो लागिरहेछौँ होइन। एकदमै रमाइलो हाम्रो ग्याङ अगाडि छ। माथि हिमाल है त।
देख्न सक्नुहुन्छ। योभन्दा पनि राम्रो भ्यू माथि आउँछ सिद्धटोपीतिर है। त्यही गाइज अब एकछिनतिर भेटौँ हजुरहरूलाई। सो गाइज अहिले चाहिँ हामी कुन ठाउँ हो यो? कुन ठाउँ हो? मल्ली थाइसेनतिर पुगेका छौँ होइन। कति टाइम लाग्छ अब? आधा एक घन्टामा हाम्रो डेस्टिनेसनमा सिद्धटोपी पुग्नेवाला छौँ होइन। हाम्रो घर भनेको ऊ त्यहाँ तल है, फेरि डाउन एकदम डाउन। हिजो आएको यो तलकै एकदमै तल। भिडियो बनाएर केटाहरू गइसक्यो होइन। अब हामी पनि जाउँ। केटाहरू चाहिँ यहाँ भिडियो बनाउँदैछन् है टक्क यहाँ लाइन वाइज तरिकामा। सो गाइज अहिले चाहिँ हामी बर्मुदा भन्ने ठाउँमा पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ हाम्रो किरण सर छ, हाम्रो यहाँ चाहिँ कपा सर छ, यहाँ चाहिँ धुप धाजा बालिरहेछन् केटाहरू होइन। यो ठाउँको नाम के हो यसो भनिदिनु पऱ्यो सर, किरण सर। यो ठाउँको नाम चाहिँ ब्रह्मदा हो सर। अरू यो धार्मिक स्थल ठाउँमा यहाँ के काम राम्रो गर्नुपर्छ यसो सम्झाइदिनु पऱ्यो। यो धार्मिक स्थलमा चाहिँ फोहोर फाल्नु हुँदैन, जताभावी यो पानीमा चाहिँ उ गर्नु हुँदैन, जुठो गर्नु हुँदैन। पानीमा जुठो गऱ्यो भने चाहिँ आफै ब्रह्मदेवताले चाहिँ आफैलाई उ गर्छ, श्राप गर्छ। त्यसरी सकेभर जुठो गर्नु हुँदैन, जताभावी फोहोर फाल्नु हुँदैन। त्यसो चाहिँ ब्रह्मदेवताको राम्रो ठाउँ र यो एरिया चाहिँ पूजा गर्ने ठाउँ यताको चाहिँ एकदम। यो चाहिँ ब्रह्मदेवता एकदम बबाल। अनि चाहिँ त्यो यो चाहिँ धेरै वर्ष अगाडि सुनेको थिएँ, राक्षस र ब्रह्मदेवता बीच झगडा हुँदा चाहिँ योमा चाहिँ तालमा चाहिँ ब्रह्मदेवता। मैले सुनेको चाहिँ यो पानीमा चाहिँ यो पानी चाहिँ खाने पानी हो भन्दा पनि सुनेको थिएँ। यो कस्तो राम्रै पानी हुन्छ? यो पानी शुद्ध हो, एकदम शुद्ध पानी हो। शुद्ध पानी जलको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। एकदम जलको यो टाढा टाढाका मान्छेहरू घुम्न आएका मान्छेहरू पनि यसलाई जलको रूपमा प्रयोग गरेर लग्छन्। एकदम एकदम। सो गाइज हामी चाहिँ फाइनली सिद्धटोपी पुग्यो है त केटा, होइन त? ओ क्या हाम्रो बबाल हो है। भ्यू टावरमा माथि सिनहरू बबाल छ, हेर्न सक्नुहुन्छ हजुरहरू। बबाल तल छन् केटाहरू, हाम्रो ग्याङ हो फेरि यो चिलको यो पारा। ल अब हामी एकछिनतिर भेटौँ है त हामी। ल गाइज अहिले चाहिँ हाम्रो किरण सर हाम्रो केही यो सिद्धटोपीको बारेमा होइन माथि आउनु भएको छ, केही भन्नुहुन्छ। ल किरण सर केही भन्नु पर्यो है। यो चाहिँ मेरो सिद्धटोपी चाहिँ 7औं फेरा हो र आज चाहिँ सिद्धटोपी फर्स्टचोटि चाहिँ यो सिद्धटोपी पुरा खुलेको छ, पुरा मौसम चाहिँ खुलेको छ होइन। र सिद्धटोपी आउँदाखेरि चाहिँ सबैले एकदम होसियार भएर आउनु होला र साथमा गुलियो तथा सिटामोल पनि बोक्नु होला, किनभने यहाँ लगभग 2 घन्टा जतिको बाटोमा चाहिँ रुखहरू छैनन्। रुखहरू नभएकाले श्वास प्रश्वासमा समस्या पर्न सक्छ। अनि के भन्न चाहन्छु भने यो दुम गाउँपालिका स्थानीय सरकारलाई यहाँ सिद्धटोपीमा एउटा फोहोर व्यवस्थापन गर्नु पर्यो थियो। त्यसपछि यता चाहिँ त्यहाँ मन्दिर नजिक चाहिँ त्यहाँ साफसफा चाहिँ बेला बेलामा दुम गाउँपालिकाको व्यवस्थापन समितिले चाहिँ हेरचाह गर्नु पर्यो। सम्बन्धित निकायतिर तुरन्त ध्यान जाओस् त्यो कुरा चाहिँ ध्यान जाओस् मजाले। 2000 years later. सो गाइज अहिले चाहिँ हामी माथि टावरबाट सिद्धटोपीबाट तल आइसक्यो होइन। हामी 3 जना मात्र आएको छौँ अहिले, अरू बाँकीहरू केटाहरू आउँदैछन्, माथि नै छन् होइन। अब चाहिँ हामीले लाग्नुपर्ने हुन्छ तल कटेजतिर है त। यहाँ जङ्गलमा या जस्तो हामी अलि कठिन प्रस्तुतिको जङ्गलतिर पुगेका छौँ होइन लकी भाइ? गाह्रो पऱ्यो केटा हो त। लकी भाइजलाई चाहिँ गाह्रो छ, गाह्रो। हामी चाहिँ एकदम घुमेर आएको मान्छे हो है, टक्क घुमेर माथिबाट साइडबाट आएको। फाइनली गाइज अहिले चाहिँ हामी कटेजतिर पुग्यो है त। हाम्रो हिजोको सुत्ने ठाउँ भनेको यही हो होइन। अहिले हाम्रो कटेजतिर केटाहरू छन् होइन। खै केटाहरू कहाँ छ?
ओहो ओहो ज्याब हो केटाहरू माथि सिद्धटोपबाट आएर थाकेर टक्क बिस्कुट सिस्कुट खाइरहेको के ल The next day. सो गाइज बिहान भइसकेको छ होइन हाम्रो चाहिँ यहाँ चिया चिया आइसक्यो गाइस चिया आइसक्यो अब चिया बिस्कुट हान्नुपर्छ त्यसपछि जानुपर्छ है त गाउँघरतिर हाम्रो ग्याङ चाहिँ जाँदैछ होइन यहाँ चाहिँ हाम्रो किरण काको छ यो अगाडि चाहिँ हाम्रो भेडा बाख्राहरू छन् बथानहरू छ है यहाँ चाहिँ यो दुईवटा टेन्ट भनेको चाहिँ बस्नेहरूको लागि हो होइन यसको बारेमा केही सल्लाह यो चाहिँ पाउन यो चाहिँ 6 महिना बाख्राहरू यहाँ वन जङ्गलमा चराउँछन् र 6 महिना चाहिँ यो चिसोको समयमा चाहिँ अब यी बाख्राहरू चाहिँ घर लग्छन् होइन त्यही चराउनका लागि चाहिँ एउटा टेन्टको व्यवस्था र बाख्राहरूको लागि यो मैदान चाहिँ बनाएको हो एकदम मैदान छ एकदम बबाल अब हामी चाहिँ यो बाख्राहरूको भिडियो र टेन्टको भिडियो बनाएर हजुर कहाँ प्रस्तुत गर्नेछौँ है त अब एकछिनमा भेटौँ ल भिडियो सो गाइस अहिले चाहिँ हामी त्यहाँ माथिबाट होइन एकदम टप माथिबाट डाउन आएको होइन आधा घन्टा लाग्यो हामीलाई तल आउन हामी चाहिँ अहिले यतिसम्म बसिरहेछौँ अबको 1 घन्टामा हामी घर पुग्छौँ है त सो गाइस फाइनली हामी चाहिँ आफ्नो गाउँतिर पुगे देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ हाम्रो स्कुल छ यहाँ चाहिँ केटाहरू छन् होइन उता चाहिँ हाम्रो नुहाउने अड्डा है देख्न सक्नुहुन्छ सिद्धटोपीको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट डाउन बिलो है त नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला त्यही गाइज अब जल्दी मिल्छौँ नयाँ भ्लगमा टिल देन टेक केयर लभ यु गाइज बाई बाई